very important subject in biblical studies. And in the Christianity, the Pauline epistles are foundation of the theology. है मान्छेले जति ईश्वर शास्त्रको कुरा गरे पनि हरेक क्षेत्रबाट theological perspective, social perspective, cultural perspective, political perspective, and then social perspective. All kinds of perspectives. Theological issues came from the um, Pauline epistle. In the church history, in the Christianity, divided into two big groups, Roman Catholic and Protestant, because of the Pauline epistle. Right? In the Christianity, so many theological ideology and church management to come up because of the Pauline theology, Pauline epistles. Pauline एपिस्टलको कारणले नै संसारमा धेरै ईश्वर शास्त्रीय विषयहरू सामाजिक रूपमा, राजनीतिक रूपमा, धार्मिक रूपमा सबै प्रकारले बुक अफ पावलेन्ड एपिस्टलबाटै हामी निस्केको देख्छौँ। फोर गोस्पल especially talks about the Christological ministry, and then historical base, and then general epistle, it talks about the ethical matter more than more, but theological issues talks about issues dealing through the Pauline epistle. It is very important. Our book of Acts, we already discussed. Book of Acts, from chapter 1 to till 19, leading by Paul, leading by Peters, and from chapter 19 to last, leading by Paul, book of Acts. प्रेरितको पुस्तक चाहिँ 1 अध्यायदेखि 9-10सम्म पत्रुसको नेतृत्वमा अगाडि बढेको मण्डली इतिहास हामी विशेष गरी देख्छौँ। 9-10 अध्यायबाट प्रेरितको पुस्तक अन्तिम अध्यायसम्म पावलको नेतृत्वमा मण्डली इतिहास बढेको हामी देख्छौँ। त्यसै कारणले बुक अफ एक्स पनि थियोलोजिकल फाउन्डेसनको एउटा फर्स्ट फाउन्डेसन भनेर म चाहिँ मान्छु, जहाँ चाहिँ according to book of Acts chapter 15, especially God's open the good news door for the Gentiles or for the we people, right? For the non-Jewish people. परमेश्वरले स्पेशल्ली मुख्य गरी प्रेरितको पुस्तक 15 अध्यायबाट पावललाई प्रचारकको रूपमा नियुक्ति गरेर अन्य जातिहरूले पनि ओपनली सेवाकै गर्न पाउँछ भन्ने ढोका चाहिँ नेपाली प्रष्ट भाषामा भन्यो भने कानुनी रूपमा स्थापित गर्नुभयो। लेगलिजम आयो त्यहाँदेखि, लेगल्ली नियम सम्बद्ध तपाईँ हामी अन्य जातिहरूले पनि यसलाई विश्वास गर्न पायौँ। नत्र भए त्योभन्दा पहिलासम्म
खतना नगरिकन यसुलाई विश्वास गर्नु भनेको अवैधानिक जुइस कल्चर अनुसार जुइसहरूको कन्सेप्टमा चाहिँ प्रेरितको पुस्तक 15 अध्यायको निर्णयभन्दा अगाडि गरिएको विश्वासहरू चाहिँ अवैधानिक हुन्थ्यो है इट वाज द सो book of book of Romans says justification by faith alone. विश्वासद्वारा नै तिमीहरू धर्मी ठहरिन्छौ. देन बुक अफ फर्स्ट कोरिन्थी सेन्टिफिकेसन इन क्राइस्ट ख्रिस्टमा शुद्धिकरणको विषयमा. अनि सेकेन्ड कोरिन्थी जुबिलिएसन इन क्राइस्ट ख्रिस्टमा विजयी जीवन. गलाती फ्रिडम इन क्राइस्ट ख्रिस्टमा स्वतन्त्रता. एन्ड बुक अफ एफिसी युनिटी इन क्राइस्ट ख्रिस्टमा एकता. फिलिपी इन्जोय आनन्द प्रभुमा आनन्द गराए भन्ने हामी त्यहाँ देख्छौँ. इन्जोय इन क्राइस्ट है. देन वी आर डिस्कसिङ नाउ अगेन फिलिपी युनिटी इन क्राइस्ट एन्ड कलसी इट टक्स अबाउट द सुपरमेसी अफ क्राइस्ट. ख्रिस्टको सर्वमान्यता ख्रिस्ट नै सबैभन्दा सर्वमान्य हुनुहुन्छ भन्ने कुरा हामीले यहाँ कुरा गर्दैछौँ. देन हियर अहिले चाहिँ हामीले फ्रम द बुक अफ फिलिपी लास्ट विक वी डिस्कस अलरेडी द सुपरमेसी अफ क्राइस्टको विषय हामीले कुरा गऱ्यौँ र लगभग हामी यतातिर आइपुगेको थियौँ है. Christ is the Lord over all of creation, including the invisible realms. है संसारमा दृश्य अदृश्य जे जति पनि छन् everything created by God according to the Bible, according to our faith. है and he has redeemed his people, enabling them to the participate in his death, resurrection and fulfilling भन्छ. उहाँले आफ्ना मानिसहरू उहाँको मृत्यु पुनरुत्थान र पूर्णतामा भाग लिन सक्षम बनाउनु भएको छ. Paul teaching to the Jewish and non-Jewish people about that. And second point, completion in Christ, ख्रिस्टमा पूर्णता or maturity in Christ, ख्रिस्टमा परिपक्व हुने कुरा. Then the emphasis is on the imminence and sufficiency of Christ as the believer's completeness in Christ. ख्रिस्टमा विश्वासीहरूको पूर्णताको रूपमा ख्रिस्टको महानता र पर्याप्ततामा जोड दिइएको छ भनेर यो कलसीको पुस्तकले चाहिँ देखाउँछ. कलसीको पुस्तकले सबैभन्दा ख्रिस्टको सर्वमान्यतालाई एप्रुभ गर्नका लागि इट टक्स अबाउट द कम्प्लिसन इन क्राइस्ट मोर देन मोर है. ख्रिस्टमा पूर्णताको विषयलाई बढी जोड दिएको छ. अनि ख्रिस्टमा पूर्णता भयो भने मात्रै ख्रिस्टको सर्वमान्यता मान्छेले स्वीकार गर्न सक्छ भन्ने हो. ख्रिस्टमा परमेश्वरको पूर्णता प्रमुख घटनाहरू विश्वासीहरूको पूर्ण मुक्तिदाता. ख्रिस्ट परमेश्वरको पूर्णता पूर्ण उद्धारकर्ता. ख्रिस्टको सर्वोच्चता. ख्रिस्टको ख्रिस्ट ब्रह्माण्डको शिर हुनुहुन्छ अथवा सारासँग कस्मस हेड अफ द कस्मस भनेर especially it talks about that. Completion in Christ, the emphasis on the immanence and the sufficiency of Christ as believers. Completeness in Christ. Christ, the fullness of God and the preeminent, all the sufficient Savior, supremacy of Christ. Christ is head of the cosmos. But sometimes I couldn't understand. New believers are faithful than old believers. In my experience, in my understanding, in my study. In Nepali case, I don't know. International case, old believers are mature
New believers are not mature internationally. New believers just their belief depend on materialism, है मेटारियलिजम इन्टरनेसनली विदेशको मान्छेको चाहिँ विश्वास नै भौतिक कुराहरूमाथि डिपेन्ड भएको जस्तै देखिन्छ। जति नयाँ नयाँको पुरानोहरू चाहिँ विश्वास म्याचर हुन्छ। नेपालमा चाहिँ पुरानो हुँदै जाँदा विश्वासमा अनमेचर हुँदै जान्छन्। नयाँ चाहिँ बरु विश्वासमा म्याचर देखिन्छ। इन नेपाली तपाईँ कस्तो महसुस वाट वाज यु हेभ टु थिङ्क? तपाईँले नयाँ विश्वासी न्यू बिलिभर्स वेन क्याम टु द चर्च आफ्टर till 3 months, 6 to 1 year, they are very faithful. After 1 year, they also little bit it seems spiritual weakness. Why you know? नयाँ 1 वर्ष जति चाहिँ किन बलियो रहन्छ, त्यसपछि झन् बलियो हुनुपर्ने झन् किन कमजोर हुन्छ? तपाईँहरूको मण्डलीमा हाउ मच यु आर फिलिङ इट नाउ इन दिस डे? है तपाईँहरूको मण्डलीमा आजभोलि कस्तो कतिको महसुस हुन्छ विचार गर्नु होला। नयाँ विश्वासी आत्मिक हुन्छ, पुरानो विश्वासीहरू नेपालमा कमजोर हुँदै गइराखेको अवस्था छ। अनि त्यो पुरानो नयाँहरू पनि बिस्तारै 1 वर्षपछि चाहिँ थाहा पाउँदो रहेछ। त्यो नयाँ पुरानहरूको चाहिँ चाला माला सबै थोक हेरेपछि नयाँले पनि थाहा पाउँदो रहेछ। अनि फेरि त्यही पारा टिपिहाल्छ, है त्यही पारा टिपिहाल्छ। देन so difficult in this age. The age is the autonomous age रहेछ क्या है फर नेप्लिस। आई डोन्ट नो इन्टरनेसनली फर द नेप्लिस सो अटोनोमस एज। यु नो अटोनोमस एज? अटोनोमस एज भनेको सो फ्रिडम के, जे गर्न मन लाग्यो त्यही गर्नु पायो भने मात्रै प्रजातन्त्र। जे गर्न मन लाग्यो मण्डलीमा जे गर्न मन लाग्यो पनि आई डोन्ट नो। यहाँ लगभग 27-28जनाले धेरैजना हुनुहुन्थ्यो, तर निरन्तर चाहिँ यहाँ 27जनाको नाम मैले हजिरा कतिजना कोही दिन एब्सेन्ट हुँदै भए पनि लगभग 26-27जनाले क्लास लिइराख्नु भएको छ। आई डोन्ट नो डु यु नो योर चर्च एडमिनिस्ट्रेसन ब्याकग्राउन्ड अर नट, है? अब तपाईँहरू बिटिएस पढ्दै हुनुहुन्छ, कतिजनाले तपाईँको चर्चको म्यानेजमेन्ट सिस्टम तपाईँले थाहा छ? आई डोन्ट नो। अब पछि यदि समय भइगयो भने मैले नै सिकाउँछु होला चर्च एडमिनिस्ट्रेसन एन्ड म्यानेजमेन्ट। सो मेनी नेप्लिस पिपल वी डोन्ट नो आवर चर्च म्यानेजमेन्ट सिस्टम। त्यही भएर आफ्नोभन्दा अर्कोको चर्च राम्रो देख्छौँ हामी, आफ्नोभन्दा अर्कोको चर्च जागृति देख्छौँ हामी, है? अनि आफ्नोभन्दा अर्कोको बढी जागृति भएको देखेरै हामी चर्चको नाम पनि फेर्छौँ, मण्डली फेर्छौँ, होइन? कहिलेकाहीँ मण्डली पनि फेर्छौँ। एउटा चर्च जाँदै गरेको वर्षौँ एउटा चर्चमा गएको मान्छे फेरि अर्को वर्ष अर्को चर्चमा जानु थाले हुन्छ। अनि किन त्यता जानुभयो भनेको त यता त सङ्गति राम्रो भएन, त्यता धेरै आत्मिकी सेवा हुन्छ उता भन्छन्, है? यता अनि लिडर्स समटाइम वी डोन्ट नो, जहाँबाट चिठी आए पनि प्रोग्राममा पुगिहाल्छौँ लिडरहरू पनि, होइन? आफ्नो चर्चसँग आफ्नो चर्चको म्यानेजमेन्टसँग इट इज यो मिलेको हो कि होइन भनेर हामी थाहा गर्दैन। मेरो चर्चको प्रशासन प्रणाली, मेरो चर्चको फेथ प्र्याक्टिस, मेरो चर्चको रिचुअल्स प्र्याक्टिस
मेरो चर्चको चाहिँ सेवाकाईको फाउन्डेसनसँग यो पत्रले मलाई बोलाएको कार्यक्रममा जानु ठिक छ कि छैन भने हामी ख्यालै गर्दैन, गइहाल्छौँ है। हामीसँग त्यो एउटा कम्प्लेसन इन क्राइस्ट नभएर होला, हामी अलिकति परिपक्का नभएर होला सायद। द्याट इज द भेरी बिग प्रब्लम इन नेपाल। त्यसकारण our church, we need to teach to our believers to become, we need to make them mature in Christ. We need to teach them completion in Christ. Right? We need to teach them that Christ is the head of the cosmos. है, यो पृथ्वीको शिर चाहिँ ख्रिस्ट मात्रै हुनुहुन्छ। That is the very important matters. वेलकम छ हाम्रो ठाकुर सिंहलाई। एन्ड देन अलिकति छिटै जान्छु म, यसमा धेरै मास्ती कुरा गरेको साया छ। हाम्रो त्यतातिर बहुत पानी परेर गडङ गुडुङ गर्दैछ सर। ल ल, बत्ती गइहालेन भने बस्नुहोस्। यसपालिको यही हो मौसम। ओके, देन that's why if we became the completion in Christ, we can respect other church, we can respect the accept cultism all the church, है। झुटा शिक्षा बाहेक सबै मण्डलीले हामीले यदि ख्राइस्टमा हामी परिपक्व भएको छौँ भने झुटा शिक्षा बाहेकको सबै मण्डलीले हामी सम्मान गर्न सक्छौँ, सत्कार गर्न सक्छौँ। तर यहाँ त पोलिटिकल पार्टिजहरू बरु मिलेर प्रधानमन्त्री बाँटेर खान्छन्। क्रिस्चियनहरू मिल्नु निकै गाह्रो छ, बिकज अफ द still we are not reaching to completion in Christ, है, completion in Christ। त्यसले गर्दा माय डियर students, pastors, deacons, youth, all the sisters and brothers, you have to observe your church, है। you have to observe your church। नयाँ विश्वासीहरू आत्मिकी छन् कि पुरानो विश्वासीहरू आत्मिकी छन्? अस्ति एकजना एक ठाउँ एकजना एउटा परिवार विश्वासीले एकदम राम्रो दशंसा ल्याउँथ्यो, अनि पछि दशंसा ल्याउन छोडेछ। अनि मैले अरूबाट बुझाएको थिएँ, उसले किन दशंसा ल्याउनु थालेछ, के भयो भनेको उसले के थाहा पाएछ भने उहाँकै जतिको इन्कम भएकोले अरूले दशंश नदिएको थाहा पाएछ कि, ए नदिन हुँदो रहेछ त भन्ने थाहा पाए भन्ने उसले पनि लाग्यो, उसले पनि दिनु छोड्यो। यस्तो छ, मान्छे जति पुरानो भयो उति दशंश दिँदै जानुपर्ने रहेछ, जति पुरानो भयो उति दशंश दिनु छोड्दै जान्छ है। त्यो पुरानोले पुरानोबाट सिक्छ, अनि त्यो ऊ पनि पुरानो हुन्छ, अनि अर्को मान्छे आएर फेरि उसले दशंश दिन थालेको थाहा पाउने बित्तिकै ए किन त्यत्रो दशंश दिएको, तिमीले दशंश दिएको कारण यहाँ हामीले अप्ठ्यारो परिसक्यो, नदिन पनि हुन्छ नि त्यत्रो दशंश। ए हो र, हो नि, कहाँ छ बाइबलमा दशंश दिनु भने? द्याट इज द प्रब्लम इन द चर्च। त्यो चाहिँ के हो? मण्डली पुरानो भएको, मान्छे विश्वासमा पुरानो भएको, तर परिपक्वतिर लम्किनु पर्ने झन् अपरिपक्वतिर गएको। अनि एक दिन परमेश्वरलाई दिनु छोडेपछि फेरि त्यो त जानु पर्यो नि त एकतिर त, होइन? परमेश्वरको राज्यमा दिनु छोडेपछि कतै न कतै त्यो त थन्को लाग्नु पर्यो। त्यो कहाँ थन्को लाग्छ? कोही बेला हस्पिटलमा थन्को लाग्छ, कोही बेला मोटर बाइकमा थन्को लाग्छ, कोही बेला कहाँ के थन्को लाग्छ, कोही बेला कुन चाहिँले लगेर खाकै पार्छ। अनि के हुन्छ?
त्यहाँदेखि चाहिँ पास्टरमा फेरि आइपुग्छ। फल्नाले मेरो पैसा लगेको दिएन पास्टर बा भनिदिनु पर्यो भनेर। अनि म चाहिँ चर्चमा भन्छु, यो तपाईँहरूको लेनदेन चाहिँ मलाई सुधेर गरायो होइन, मलाई नभन्नु। मलाई सोधेर गरायो हो र त्यो लेनदेन, मलाई नभन्दै लेनदेनको कुरा चाहिँ स्पष्ट। म चाहिँ त्यही भन्, नभए लेनदेनले गर्दा लेनदेन मिलाउने हुँदा एउटा न एउटा त्यहाँ के हुन्छ, गडबडी भइरहेछ, बिकज अफ द अनम्याचरिटी। यहाँ त्यही भन्छ, जिजस इज द प्रिमियन्ट ओभर अल द क्रिएसन, लोड ओभर अल द ह्युमन रुलर्स एन्ड कस्मिक पावर। येशू ख्रिस्ट सारा सृष्टिमा प्रमुख हुनुहुन्छ, सबै मानव शासकहरू र वर्णनका शक्तिहरूमाथि प्रभु हुनुहुन्छ है। हामी चाहिँ के हुनु खोज्छौँ, प्रभुमाथि शासन गर्न खोज्छौँ कि येशूमाथि शासन गर्न खोज्छौँ हामी चाहिँ। तर परमेश्वरको वचनले भन्ने चाहिँ के हो, परमेश्वरले सबै थोकमाथि शासन गर्नुहुन्छ। माई डियर स्टुडेन्ट, यु हेभ टु थिङ्क टुडे, God is ruling over you or you are ruling over God, है। तपाईँले त्यो तपाईँको मनले अराजकता गर्दै हुनुहुन्छ कि परमेश्वरको वचनले अराजकता गर्दै हुनुहुन्छ? ए मेरो मन जस्तो भएन भन्दै हुनुहुन्छ, तपाईँको मनले हराउँदैछ। मेरो मनले जे भने पनि हि इज माई गाड, उहाँको वचन अनुसार म जिउँछु भन्दै हुनुहुन्छ भने, रुल ओभर योर लाइफ गाड स्पिरिट, है। गाड्स स्पिरिट त्यो चाहिँ रुल्स हो। परमेश्वरले उहाँमा विश्वास गर्ने सबैको लागि मुक्ति र मेलमिलाप सुरक्षित गर्न ख्रिस्टद्वारा कार्य गर्नुभएको छ। God has attained through Christ to the secure redemption and reconciliation for all who put their faith in him, है। परमेश्वरले उहाँमाथि विश्वास गर्ने सबैका लागि मुक्ति र मेलमिलाप सुरक्षित गर्न ख्रिस्टद्वारा कार्य गर्नुभएको छ। रिडेम्सन एन्ड रिकन्सिलिएसन, है। ट्रु रिडेम्सन, ट्रु रिकन्सिलिएसन। डु हेभ गेट अर नट, डु हेभ बिलिभ अर नट, है। ट्रु रिडेम्सन, ट्रु रिकन्सिलिएसन with Father God, reconciliation with Father God. This is very important. यो कुरा चाहिँ कलसीको मण्डलीलाई पावलले भन्दै हुनुहुन्छ, तिमीहरू चाहिँ ख्रिस्टले बनाएको चिजहरू पुज्ने हो कि ख्रिस्टलाई आराधना गर्ने हो भने जस्तै हो। यहाँ पावलले उहाँले भनेको छ, बिलिभर्स आर इन क्राइस्ट एन्ड सो दे शेयर इन क्राइस्ट डेथ, रिजरेक्सन, न्यू लाइफ एन्ड हिज फुलनेस। विश्वासीहरू ख्रिस्टमा छन्, यसैले तिनीहरू ख्रिस्टको मृत्यु, पुनरुत्थान, नयाँ जीवन र उहाँको पूर्णतामा सहभागी हुन्छन्, है। यसैले तिनीहरू ख्रिस्टको मृत्यु, पुनरुत्थान र नयाँ जीवन र उहाँको पूर्णतामा सहभागी हुन्छन्। They share in Christ's death, resurrection, new life and his fullness. That's very important. ख्राइस्टले क्रुसमा अन्धकारको शक्तिलाई परास्त गर्नुभएको छ। Christ has defeated the powers of the darkness on the cross, darkness on the cross. जब येशू क्रुसमा चढ्नु भयो, what happened, do you know? earthquake gone, है। the sun, moon, they lost their light. Very strong wind came down. The tear, the इङ्ग्लिसमा त के भनेको छ, गार्मेन्ट भनेको छ। द गार्मेन्ट टियर टप अफ द बटम भनेको छ। एट द्याट टाइम वान अफ द रोमन सोल्जर, वाट ही सेड, यु नो, उहाँ त साँच्चै नै परमेश्वरको पुत्र हुनुहुन्थ्यो रहेछ, उहाँ त साँच्चै नै परमेश्वर हुनुहुन्थ्यो रहेछ भनेर भन्छ। वान अफ द सोल्जर, he was the true son of God, he was ascended by God भनेर उसले भनेको छ।
हामीले पनि यसोले मारिसकेर यसोले मारे भन्ने हो कि हो थाहा भएन। कतिपटक त्यस्तो भइरहेछ। अनि मैले मण्डलीमा जहिले पनि आई आई हेभ टु आइ एम टेलिङ टु द माई चर्च बिलिभर्स, तपाईँको निम्ति अब ख्रिस्ट क्रुसमा बलिदान हुनु आउने होइन। हि इज नट कमिङ फर द क्रुसिफाई बिकज अफ योर सिन, हि इज कमिङ फर जजमेन्ट। उहाँ चाहिँ अब न्यायको लागि आउने हुन्छ। न्यायमा तपाईँले के रिपोर्ट दिनु त? वाट काइन्ड्स अफ रिपोर्ट डु यु वान्ट टु गिभ टु द जिजस इन द जजमेन्ट डे? हामी विचार गर्नु न, त्यो अन्तको दिनमा यसो आउनु हुँदाखेरि न्यायको दिनमा हामीले के रिपोर्ट गर्ने होला यसोलाई, है? धेरै मान्छेले त्यो सोचेकै छैन। दे डोन्ट थिङ्क यसोलाई अहिले यसो आइगयो भने म के रिपोर्ट दिने हो भनेर मान्छेले सोचेकै छैन, है? पिपल नेभर थिङ्क सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट, वी डोन्ट नो when it comes. अहिले भरै भोलि पर्सि हुन सक्छ। तर what kinds of report we are preparing to give him? तपाईँ र मैले एउटा हामी पास्टरल ट्रेनिङमा गएको थियौँ। एकजना पास्टरले भन्नुभएको थियो, वान अफ द ओल्ड grandma passed away in God, and one of the pastors also passed away in God. Both they went to heaven, and the angels put them for the judgment on the table, and the angel they put two crown also on the table. One was very small, one was very big. अनि त्यो दुईजना, एकजना बुढी आमै र पास्टर सँगसँगै प्रभुमा सुतेछन् पृथ्वीमा। आत्मा स्वर्ग गएछन्, स्वर्गको ढोका चाहिँ त्यो न्यायको आसनमा दुईटैले राखेछ परमेश्वरले, दूतहरूले। अनि एउटा ठुलो मुकुट, एउटा सानो मुकुट तयार गरेर राखेको रहेछ त्यहाँ। अनि पास्टरले चाहिँ सोध्दो रहेछ, म जस्तो पास्टर मास्टरले चाहिँ सोच्दो रहेछ यो ठुलो चाहिँ मेरो हो भनेर। अनि बुढी आमैले पनि सोच्दो रहेछ यो ठुलो चाहिँ मेरै पास्टरको लागि हो, यो सानो चाहिँ म बुढीको लागि तयार गर्नुभएको रहेछ, स्वर्गदूतले भन्दो रहेछ। When judgment results, final judgment came out, the big crown get by the grandma, the small crown get by pastors. And pastor त क्रान्ति गरिहालेछ। त्यहाँ पृथ्वीमा यत्रो विद्यार्थी पढाउने म, कलेज पढाउने म, ब्याप्टिजम दिने म, ब्याप्टिजम क्लास दिने म, बिरामीलाई निको पार्ने म, है, बाइबल अध्ययन गर्ने म, सिकाउने म, प्रचार गर्ने म, ग्रहण गराउने म, अनि घरमा बसिराख्ने बुढी आमैले चाहिँ ठुलो मुकुट, मलाई चाहिँ सानो मुकुट भनेछ अरे क्या। अब पास्टर अलिक बोल्न बाठै होइन, झ्याप्पै भनिहालेछ। अनि स्वर्गदूतले भन्नुभएको छ, त्यो वृद्ध आमा पनि छक्क पर्नु भएको छ, होइन मैले कसरी यो ठुलो क्राउन पाएँ भनेर। आँखा त सानैमा थियो उहाँको त, पास्टरको नै ठुलोमा त थियो, तर ठुलोमा आँखा हुनेले सानो पाएपछि त्यहाँ भयो। अनि God angel said to the pastors, respected pastor, you think such a right according to your work, but you never get time for the prayer. The grandma always pray for to you, for your ministry, for your life. That way you did that all the great mission in the earth भनिदिएछ क्या। संसारमा तिमीले हुँदा त क्लास नोट तयार गर्दा, विद्यार्थीको कपी जाँच्दा, होइन, नम्बर मार्किङ गर्दा, आफूले अब सबै थोक गर्दा, पढाउँदा, भाषण गर्दा, सरमोर बाँड्दा, प्रार्थना गर्ने समय नै थिएन तिम्रो त। यो बुढी आमैको प्रार्थनाद्वारा तिमीले त त्यो सबै गरायो।
त्यसै कारण ठुलो मुकुट पास्टरलाई, ठुलो मुकुट तिमीलाई, बुढी आमैलाई, सानो मुकुट पास्टरले भनेछ। कहिलेकाहीँ मलाई पनि त्यस्तै लाग्छ क्या। अब तपाईँहरूसँग राति 12 बजेसम्म हुन्छु म। अनि कलेज पुग्ने पनि सबभन्दा पहिलो टिचरमै हो। बिहान 8 बजेदेखि क्लास हुन्छ। अरू सरहरू ठ्याक्कै 8 बजेमा त आइपुग्छन् क्लास लिनलाई। अब मलाई दिन भन्छन्। दिन त अरूभन्दा अगाडि पुग्नु पर्यो नि त, होइन? दिन भनेर मात्रै भएन नि त, पुग्नु पर्यो नि त अगाडि, अनि पो दिन हुन्छ। अनि अरू सरहरू हुँदाखेरि सबै ट्याकटुक गर्नलाई म जहिले पनि ढिलो भनेको प्राय कहिलेकाहीँ 8 बज्छ, नत्र भए 8 बजे। 8 बजे भने म पहिले फोन गरेर अरूलाई, त्यहाँ सर फल्ना सर आउँदा ठ्याक्ठ्याक यो तयार गर्नु भनिहाल्छु। देन एभ्री डे 7:30 आई हेभ टु रिच कलेज। म मेरो घरबाट कलेज बिहानको फ्री रोडमा चाहिँ लगभग 25 मिनटमा पुग्छु म, आफै ड्राइभ गरेर। अनि प्राय 7:30मा चाहिँ म कलेज पुगेको हुन्छु। प्राय 7, 7:30मा म कलेज पुगेको हुन्छु। तर फेरि 12 बजेदेखि उता चाहिँ मलाई खासै भेट्दैन कलेजमा। म बाहिर निस्किन्छु 12:30। बिहान चाँडो पुग्छु। दिउँसो 12 बजेदेखि 1 बजे खाना हुन्छ। 1 बजे सबै क्लास फिनिस हुन्छ। All class finish by 1 o'clock, and till 1:30 lunch for students, faculties all, and I have lunch, and after 2 o'clock I have to out from the college. त्यसकारण तपाईँहरू मलाई भेट्ने गरी कलेज आउँदा पनि प्राय 12 बजे, बिहान 7, 8 बजेदेखि 12 बजे कलेज आइपुग्नु भने आई क्यान मिट यु। फेरि 2 बजेदेखि चाहिँ प्रायः म बाहिर बिहान 4 गएर निस्किने कामहरू हुन्छ गयो। सो वाइ आइ एम सेङ इट भन्दाखेरि कम्प्लेसन इन क्राइस्ट चाहिँ प्रचार गरेर मात्रै हुँदैन रहेछ, टिचिङ गरेर मात्रै हुँदैन रहेछ। त्यो चाहिँ प्रचार गर्ने, टिचिङ गर्ने चाहिँ एकाडेमिक नलेजले पनि हुँदो रहेछ कि कहिलेकाहीँ। बिकज अफ एकाडेमिक नलेज, त्यो भित्री हृदयबाट नभए पनि त्यो आउट अफ हार्ट चाहिँ त्यो प्रिचिङ भइराख्दो रहेछ, टिचिङ भइराख्दो रहेछ, होइन? किनभने त्यो नलेजको कारणले टिचिङ प्रिचिङ भइराख्दो रहेछ। तर भित्री इनसाइड अफ हार्ट त्यो पवित्र आत्माले चाहिँ काम गरिरहेको हुँदैन रहेछ क्या। तपाईँले कहिलेकाहीँ मे यु फिल समटाइम यु हेभ टु, यु मे प्रे भेरी लाउड भोइस, भेरी भेरी डिपली, तर त्यो मुखमा त्यो बडबडिरहेको हुन्छ क्या। यु क्यान फिल इनसाइड अफ हार्ट पावर अफ युर प्रेयर क्या। यु क्यान फिल। कराउनु त भएकै छ ठुल्ठुलै स्वरमा, कडाडै प्रार्थना त गर्नुभएको छ, तर जस्ट यु आर क्राइङ द योर प्रेयर इज डजन्ट टच योर हार्ट। अनि सुन्नेलाई पनि त्यसले चाहिँ छुइरहेको हुँदैन है। सुन्नेलाई पनि त्यसले छुइरहेको, त्यसमा चाहिँ के भने, किनकि तपाईँको जीवनमा यो तल्लो खण्डले भने जस्तै क्राइस्ट हेज डिफिटेड द पावर अफ डार्कनेस अन द क्रस भनेको हो। त्यसले चाहिँ क्राइस्ट हेज नट डिफिटेड हुने हुन्छ होला, नट थपिन्छ होला कि त्यहाँ। बिकज अफ our living life, because of our spiritual condition, because of our autonomous life, our life is driven by our own power that Holy Spirit cannot work in your life. तपाईँ आफ्नै शिक्षामा, आफ्नै सम्पत्तिमा, आफ्नै घमण्डमा, आफ्नै कुरामा तपाईँ चाहिँ एकदमै गर्नुभयो भने पवित्र आत्माले तपाईँलाई रोगिराख्नुपर्छ भन्ने बाध्यता छैन कि, है? त्यसकारण त्यति बेला चाहिँ तपाईँ यु क्यानट फिल
your prayer power, your preaching power, right? Your teaching power you cannot fail if Holy Spirit doesn't work in your heart. है त्यो चाहिँ मुख्य विषय हो। के म यो सबै तपाईँहरूलाई पढाउँदिनँ, तपाईँहरूले आफै पनि पढ्न सक्नुहुन्छ। यो उहाँको शक्ति र अधिकारमा साझेदारी गर्नुहोस् भन्नुहुन्छ। Share in the his power and authority over the realm. Jesus is the fulfillment of Jewish expectation. Christians share in the heritage on the old covenant people of God through their union with him. है यसु यहुदीहरूको अपेक्षाको पूर्ति हुनुहुन्छ। क्रिस्चियनहरू उहाँसँगको एकताद्वारा परमेश्वरको पुरानो करारको मानिसहरूको उत्तराधिकारीको साझेदारी गर्छन्। है जिजस यसुले चाहिँ यहुदीहरूको अपेक्षाको पूर्ति गर्नुभयो। Messiah came, but these people they don't believe. Messiah आए पनि यहुदीले किन विश्वास गरेन भन्दाखेरि हामीले एन्टी सर्वे पढ्दा कुरा गरेका थियौँ र यो क्लास कति पटक मैले यो क्लासमा कुरा गरेको छु। है दे डोन्ट बिलिभ टु द जिजस क्राइस्ट। मसिया भन्दाखेरि जिजस according to their expectation, according to this expectation, Jesus not come down here on the earth. Right? Father God didn't send his son, only one son, according to this expectation. पिताले पनि र परमेश्वर आफै पनि यहुदीहरूको एक्सपेक्टेसन अनुसार यो संसारमा आउनु भयो। मेसियाको नभए सोच्नुहोस् न, राजा कम्तीमा कस्तो ठाउँमा जन्मिन्छ होला है? सोच्नुहोस् न, राजा कम्तीमा कस्तो ठाउँमा जन्मिन्छ होला। तपाईले सहित हाम्रो राजाहरूको इतिहास पढ्नुभयो भने धेरैजना राजाहरू भारत बेलायतको हस्पिटलतिर जन्मिएका छन्। अब अहिले त हुनुहुन्न साथीहरू है, हामी जस्तै भइहाले। नभए उनीहरूको हिस्ट्री प्राय इन्डियाको ठुल्ठुलो हस्पिटलमा, विदेशतिरको हस्पिटलमा जन्मेको इतिहास छ। अनि घरमै जन्मे पनि रोयल प्यालेसमा जन्मेको स्थिति हुने हो। तर त्यसरी जन्मिनु पर्ने राजा गाईको गोठमा जन्मिएपछि यहुदीले पत्याउँछ है? यहुदीले पत्याउँछ? नो, नेभर। द्याट्स वाइ त्यो एक्सपेक्टेसन त हो, तर पनि फुलफिल भएन। Believers are called to grow in spiritual maturity by getting rid of sinful practice and developing the Christian virtue. विश्वासीहरूले पापपूर्ण अभ्यासहरूबाट छुटकारा पाएर क्रिस्चियन सद्गुणहरू विकास गरेर आत्मिक वा आध्यात्मिक परिपक्वतामा बट्न बोलाइन्छ भनेर यसले भन्छ। म व्याख्या गर्दिनँ, धेरै सबै कुरा व्याख्या पनि नगरौँ। ओके, रूपरेखा। The very short and sweet division of the book of कलासे। फर्स्ट, आत्मामा गहिरिएको जीवन सिद्धान्त, डक्ट्रिन अफ डिपर लाइफ। विवाद रहित क्रिस्चियन जीवन, पोलेमिकल हायर लाइफ। आत्मिकी ख्रिस भित्र भएको जीवन, स्पिरिचुअल इनर लाइफ। एन्ड व्यवहारिक बाहिर उदाहरणीय जीवन, प्र्याक्टिकल आउटर लाइफ। है, प्र्याक्टिकल आउटर लाइफ। 1 2 3 4 spiritual Christian life alone in my understanding। 1 2 3 चाहिँ हामी ईसाईहरू व्यक्तिगत रूपमा परिपक्व हुनाले त्यो आफ्नो निम्ति हो। तर प्र्याक्टिकल आउटर लाइफ फर द विटनेसेस टु द वर्ल्ड है। अन्तिम यो प्र्याक्टिकल व्यवहारिक बाहिरी उदाहरणीय जीवन चाहिँ
for the good witnesses, good news for the non-believers, society, community. जस काठमाडौँमा राम्रै गवाई गएको छ। आज त्यहाँ एउटा भिडियो मैले छोटो भिडियो देखाएको थिएँ। रङ्गशालाको त्यो सुरक्षाकर्मीले यति धेरै क्रिस्चियनहरू आयो, तर यति मजाले सफा गरेर जानुभयो उहाँले, एउटै फोहोर टिप्नु परेन हामीले भनेर चाहिँ उहाँले त्यहाँ गवाई दिँदैरहेको देखाएको थियो। सायद त्यो मेरो विचारमा रियल नै होला भन्ने लाग्छ है, रियल नै होला। मेरो सन्दर्भमा भन्ने भनेदेखि पनि if you give me the chocolate on the way, right? If we meet on the way and if you give me the chocolate biscuit, may I eat, but the cover I never throw the road. चकलेट खाइसकेपछि बोक्रो फ्याँक्ने चिज, कुनै पनि चिज खोल फ्याँक्ने चिज खाएपछि म रोडमा फ्याँक्दिनँ म आफै पनि। द्याट इज माई ह्याबिट। म गोजीमा बोक्छु त्यसलाई, अनि ठिक ठाउँमा लगेर मात्रै म विसर्जन गर्छु। रोडमा फ्याँक्ने ठाउँ भेटेन म घरै ल्याउँछु। घरमा अब मासिक 240 रुपियाँ फोहोर लानेले लगिराखेको छ। त्यो 240 त पचाउनु लाउनु पर्यो नि त उसलाई पनि, त्यो फोहोरको पैसा उठाउने मान्छेलाई पनि। I have to bring in my home and I have to put in dustbin. म 3टा काम अलिक छिटो गर्छु। फोहोर फ्याँक्ने र व्यवस्थापन गर्ने काम निकै फास्ट गर्छु। अर्को चाहिँ बत्ती निभाउने र धारा बन्द गर्ने काम एकदमै फास्ट गर्छु म। सँगसँगै साथीसँग हात धुँदैछौँ भने मैले सकेपछि धारा बन्द गरिहाल्छु है। सँगसँगै साथीभाइसँग पढ्दैछौँ अनि म उठेर बाहिर निस्किनु, हात चाहिँ अघि स्विचमा गइसक्दछ के स्विच अफ भइसक्छ मेरो। द्याट इज द माई ह्याबिट। किन? बिकज दिस आर द भेरी सेन्सिटिभ सेक्टर हो नि त घरमा त, होइन? बत्ती बोलेको बोलेकै भयो, पानी गएको गएकै भयो भने त्यो त सेन्सिटिभ चिज हो नि त। झन् काठमाडौँमा त पानी गयो भने त फेरि 1 हप्ता खानै नपाइएला। तराईमा त पानी जति गए पनि मतलब भएन, जतातता पानी नै पानी छ है। हामी महिनाको 114 रुपियाँ तिर्छु, त्यो पानी पनि चलाइसक्दिन, त्यो बेसिक मात्रै जान्छ मेरो। त्यो खालि त्यो तिर्नु पर्ने जति मात्रै गइरहेछ पानी। अनि घर अगाडि नै पानी बगिरहेछ, अनि घरमा अर्को कल छ। पानीको स्रोत कति हो त अब अझै 20-25 वर्ष समस्या छैन त तराईमा। 20-25 वर्षदेखि केही समस्या। द्याट इज द सो प्र्याक्टिकल आउटर लाइफको विषयमा इट टक्स अबाउट द्याट। यो कलर नै फरक गराएको छु मैले है। कलर यहाँ मेरो 3टा कलर छ। यसलाई मैले किन यो खालको कलर गरेँ भने यो क्रिस्चियनहरूको जीवन हो। यो चाहिँ प्रभुको दृष्टिकोणमा यो ठिक हुनु पर्यो। दिस इज फर द godly lives which one knows God। यो डक्ट्रिनल तपाईँको लाइफ, तपाईँको यो विवाद रही पोलिमिकल लाइफ, यो तपाईँको स्पिरिचुअल लाइफ चाहिँ यो नन क्रिस्चियन मान्छेले त्यति बुझ्ने लाइफ होइन कि। क्रिस्चियनले पनि बुझ्दैन कहिलेकाहीँ, तर यो सबै थोकलाई क्रिस्चियन नन क्रिस्चियनले देखाउने पोइन्ट चाहिँ के हो? यो आउटर लाइफ। बाइबलले के भन्छ भने तिम्रो हृदयमा जे छ, पेटमा जे छ, मुखबाट त्यही निस्किन्छ भनेको छ है। मुखबाट त्यही निस्किन्छ भनेपछि त्यो हाउ यु आर स्पिक, what kinds of word you are using when you have to speak with the children, with the friends, with the respected people? What kinds of language you are using when you have to speak police, when you speak the bureaucracy, political leaders, teachers, fathers, mothers, brother, sister, सबै यहीँबाट थाहा हुन्छ मान्छेको है। आउटर लाइफबाट। आउटर लाइफ a kind of the mirror for the society।
आउटर लाइफ भेरी पावरफुल लाइफ फर द सोसाइटी। तपाईँको त्यो आउटर लाइफ चाहिँ त्यस कारणले नै बाइबलले होल टोटल कुरा गराएको चाहिँ सुपरमेसी अफ ख्राइस्ट। यदि प्रभुलाई तपाईँको जीवनमा सुपर बनाउनु भएको छ भने तपाईँको जीवन पनि सुपर नै छ। तपाईँले यसुले डुपर बनाउनु भएको छ भने तपाईँको जीवन पनि डुपर नै छ। जति भजन गाए पनि, जति गिटार बजाए पनि, त्यो गिटारको स्वरभन्दा तपाईँको स्वर खरा हुन्छ। त्यो तपाईँले गाएको भजनभन्दा त तपाईँको आउटर लाइफ चाहिँ बडा कान खाने हुन्छ। That's why we have to know so many things. Now we are going to start very important another Pauline epistle, first second Thessaloniki. First second Thessaloniki also very important. अब त्यसको अथरको विषयमा नो निड टु डिस्कस। पावल डेट AD 50 to 51 है। At that time, according to the book of Acts, chapter 17, verse 9, 1 to 9, 18, 1, 19, 1, Paul was in Corinth. Paul was in Corinth. And the later recipient were Thessalonian church and the believers. है, यो पत्र पाउने चाहिँ थिस्सलुनीकीको मण्डलीका विश्वासीहरू थिए, चर्चका विश्वासीहरू थिए र त्यहाँका मानिसहरू थिए। Why Paul wrote this letter to the Corinthians? A reason was there, है। कारण चाहिँ यो थियो। यहाँ त दुईटा परेछ। यस, ओके, नो प्रब्लम। कारण चाहिँ यो थियो। वाइ जिजस रोट दिस लेटर भन्दाखेरि यो पढ्नुहोस् त एकजनाले के लेखेको छ यहाँ। एनीबडी? क्रिसमा आशा राख्नु, क्रिसको दोस्रो आगमन। मुख्य सन्देश। मुख्य सन्देश चाहिँ इफ द सेकेन्ड थेस्सलुनियन written by Paul in Nepali culture, the book's name is that Christको दोस्रो आगमन, second coming of Jesus Christ, or expectation in Christ, ख्रिस्टमा आशा राख्नुहुन्थ्यो यो पुस्तकको नाम है। अनि मुख्य कीवर्ड्स आर द्याट च्याप्टर 1, 3 आशाको धैर्य, च्याप्टर 3, 12 to 13 सेकेन्ड कमिङ निष्कलम इज द्याट है। एन्ड द बुक नेम, अब तपाईँले नेपाली कन्सेप्टमा सोध्नुहोस्, यो पुस्तकको नाम चाहिँ सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट, हस् एक्सपेक्टेसन इन क्राइस्ट। एक नम्बरमा चाहिँ यो सेकेन्ड कमिङ नै है। यहाँ माथि नेपालीमा चाहिँ सेकेन्डमा परेछ। खास यो चाहिँ यतापट्टि हुनुपर्छ। यसको खास उद्देश्य, खास मुख्य सन्देश, खास विषय चाहिँ सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट हो, यीशुको दोस्रो आगमन है। लेखाइ ओके, यतिकै हुँदै रहेछ। सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट पत्र पाउनेहरू अघि नै हामीले भनिसक्यौँ माथिल्लो स्लाइडमा। यो नेपाली र इङ्ग्लिस गर्दा धेरैवटा भएछ। ओके, एन्ड द प्रपोज, पत्र लेख्नु लाई कुनै न कुनै काम गर्नुलाई प्रपोज हुनुपर्छ, उद्देश्य है। यु आर स्टडिङ बिकज अफ युर प्रपोज। मे यु हेभ सो मेनी प्रपोज, द्याट वाइ यु आर स्टडिङ। तपाईँसँग एकोर्डिङ टु युर गिफ्ट, तपाईँको उद्देश्य बाइबल जान्नु मात्रै उद्देश्यले तपाईँ कलेज आउनु भएको छैन होला, मलाई जहाँसम्म लाग्छ
है। बाइबल जान्न हुनुभएको छ भने पनि प्रेज द लर्ड, तर बाइबल जानेर कमसेकम परमेश्वरको सेवा गरौँ भनेरै तपाईँ आउनु भएको छ होला। द्याट्स वाइ यु निड टु स्टडी बाइबल भेरी डिपली। उद्देश्य विश्वासमा निरन्तर अगाडि बढ्नुलाई उत्साहित गर्नु है। यो किन विश्वासमा निरन्तर अगाडि बढाउनुलाई पनि उत्साह दिनु पर्यो त भन्दाखेरि दे हेभ भेरी ग्रेट भेरी बिग कन्फ्युजन अबाउट द जिजस सेकेन्ड कमिङ, कन्सर्निङ द जिजस सेकेन्ड कमिङ। त्यति बेला एक किसिमको फिलोसफिकल थट, फिलोसफिकल कल्टिजम हामीले कलसीको पुस्तकतिर पनि हेरिसक्यौँ। दे डोन्ट बिलिभ अबाउट द सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट। यसो दोस्रो पटक आउँछ भनेर यहुदीले विश्वासै गर्दैन थिए। दोस्रो पटक त के, पहिलो पटक आयो भनेर विश्वासै नगरे मान्छेले दोस्रो पटक आउँछ भने विश्वास गर्छ है। तर those who believe in Christ, they have to preach Jesus about the second coming. That's why they make problem them. यसो कसरी आउँछ, आउनै भएको छैन, पहिलो पटक त आएको छैन र दोस्रो पटक कसरी आउँछ भनेर दे हेभ टु रेज द कन्फ्युजन इन द थेसलोनियन चर्च। सतबाट दुःखमा आउनेवाला ख्रिस्टको आशामा उत्साहित भएर रहनुपर्छ। Those who doesn't believe second coming of Jesus Christ, they persecuted those who hope to the Jesus Christ. Those who believe about the second coming of Jesus Christ, these kinds of churches getting persecution from the Jewish people. तिमीहरू अयहुदीहरू, हाम्रो परमेश्वरको तिमीहरूले मजाक बनाउँछौ, हाम्रो परमेश्वरलाई तिमीहरूले चाहिँ बेइज्जत गर्छौ, हाम्रो परमेश्वर आउनै भएको छैन, कसरी सेकेन्ड कमिङ हुन्छ, पहिलो कमिङ त आएको छैन भन्ने प्रकारको खासियो चाहिँ यहाँ त लेखेको छैन। अब येशूको सेकेन्ड कमिङ नै भएको छैन भनेर कुरा त ल्याएको छैन, तर भन्नु खोजेको त्यही हो है। येशू पहिलो पटक आउनु भएको छैन, उनीहरूले त आशा गरेका थिए नि त। जिस पिपल दे आर होपिङ टु जिजस क्राइस्ट मसैया इज कमिङ एन्ड ही विल म्यानेज अस एभ्रिथिङ भनेर हो नि त। उहाँ आउनु भएपछि हामीले घाँसपास कपासको व्यवस्था मिलाउनुहुन्छ, हामी खाँदै बस्ने हो भन्ने सोच्न थियो यहुदीहरू त। तर यसो त कहिले गएको गोठमा आएर फर्किसक्नुभयो, उनीहरूले थाहा नै भएन। द्याट इज है, जसलाई मण्डलीले सताउँथे ती मण्डलीले सताउनेहरूको लागि पनि यो पत्र चाहिँ थियो। ओके, अनैतिकताको विरुद्ध, अल्छीपनको विरुद्ध, खराब आचरण, आत्मिक वरदान, एगेन्स्ट इमोरालिटी, एगेन्स्ट लेजिनेस, ब्याड कन्डक्ट एन्ड स्पिरिचुअल गिफ्टको विषयमा यो पनि एगेन्स्ट द इमोरालिटी है। इमोरालिटी चाहिँ यो ख्रिस्टको राज्य स्थापना भएकोदेखि नै सुरु भएर रहेछ क्या संसारमा इमोरालिटी। Then another one is laziness of the Christianity है, एगेन्स्ट लेजिनेस। अल्छी थिए त्यति बेलाका मान्छेहरू, त्यही भएर न त्यत्रो मान्छेले यसोलाई पछाइन त। 5,000 4,000 मान्छेले पछाएको थियो। त्यहाँ आइमाई केटीकेटी बाहेक भनेर नेपाली बाइबलमा एकदम ठेट भाषा प्रयोग गरेर अनुवाद गराएको छ। तपाईँहरूकोमा स्त्री र केटाकेटी बाहेक भन्ने पनि होला, अहिलेकोमा चाहिँ त्यो लेखेको होला, नभए त्यो 5,000 जनाले खकमा तपाईँले हेर्नुहोस् न अन्तिममा पुरानो एक पटक प्रकाशन भएको बाइबलले आइमाई केटाकेटी बाहेक भनेको छ, पछि स्त्री बाहेक र केटीकेटी बाहेक भनेको छ, विभिन्न शब्दहरू चलाएको छ। त्यहाँ बाहेक 5,000 थियो भनेपछि त्यहाँ मान्छे कति हजार थिए? 5,000 थियो। 5,000 थियो भनेपछि त्यहाँ मान्छे कति हजार थिए? 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 5,000 थियो भनेपछि त्यहाँ मान्छे कति हजार
एकजना श्रीमती हुँदा 10,000 भइगयो। एक अनि त्यो दुई एउटा परिवारको एउटा मात्रै बच्चा हुँदा पनि 15,000 त भएन र मान्छे त्यहाँ। यहुदी कल्चरमा एकजना जन्माउने त संस्कृति नै थिएन। त्यहाँ कम्तीमा 5-6 जना थियो एउटाको बालबच्चा। भर्खर भर्खर बिहा गरे घरको थोरै थियो होला, नभए 5-6 जना 6-7 जना भन्दा बढ्ता हुनुपर्छ त्यहाँ आफ्नो शाखा सन्तान, है, छोराछोरीहरू। भनेपछि त्यहाँ मोर देन 15,000 पिपल आर देयर, वेयर देयर। अनि त्यत्रो 15-20 हजार मान्छेले लाई खुवाउँदाखेरि त्यो हौ, है, द्याट्स वाइ दे फलो त्यो 3 किसिमको मान्छे थियो अरे कि, स्पेसल्ली 3 किसिमकोले यसले पछाएको थियो अरे। एउटा हि इज गाड, हि इज ट्रु भनेर पछ्याउनेहरू थियो। एउटा चाहिँ एउटा चाहिँ नो म्याटर फर अस हि इज गड अर म्यान बट हि इज प्रोभाइडिङ अस फुड भनेर पछ्याउनेहरू थिए एउटा ग्रुप चाहिँ। उहाँ परमेश्वर हो कि मान्छे हो हामीलाई मतलब भएन, तर हामीले भोक लाग्यो बेला खानु दिइहाल्नुहुन्छ, पछाएर किन काम गर्नु पर्छ, होइन। अनि अर्को एउटा ग्रुप चाहिँ यहुदी जासुसहरू थिए। कति बेला गल्ती गरेर समातिहाल्यो यसलाई, हाम्रो हाम्रो परमेश्वरको बेइज्जत गरिरहेछ यसले, यो कार्पेन्टरको छोराले यसले कहाँनिर समातौँ भनेर पछ्याउनेहरू थिए। तपाईँले पनि त्यही 3टा समूहले यो संसारमा पछ्याइरहेको हुन्छ, पछ्याइरहन्छ। एउटा समूह हुन्छ यिनीहरूले त डलर पाइहाल्छन् भन्ने समूह हुन्छ, होइन, डलर पाइहाल्छन्, डलरमा धर्म बेचेका हुन् भनेर। एउटा समूह छ फल्नाले यसुलाई विश्वास गरेर साह्रै ठिक गराएको छ हौ, हामी पनि त्यतै जानुपर्छ भन्ने मान्छेहरू हुन्छ। एउटा चाहिँ कस्तो नतातो नचिसो, म सबै धर्मलाई बराबर मान्छु नि, मेरो त यसु पनि भगवान नै हो, राम पनि भगवान नै हो, कृष्ण पनि भगवान नै हो, सबै भगवानै हो, है भनेर पछ्याउने एउटा ग्रुप। हाम्रोमा पनि 3टा ग्रुप त छ नि त नेपालीमा त, सामान्य है, सिम्पल वाइ। द्याट्स वाइ एगेन्स्ट अफ लेजिनेस पनि वाज द भेरी इम्पोर्टेन्ट म्याटर एन्ड ब्याड कन्डक्ट एन्ड स्पिरिचुअल गिफ्ट। खराब आचरण र आत्मिक वरदान, थिङ्क अबाउट द्याट। आत्मिक वरदान युज गर्ने मान्छेको आचरण अनि खराब आचरण भएको मान्छेले प्रयोग गर्ने आत्मिक वरदानहरू, यु हेभ टु थिङ्क अबाउट द्याट। कहिलेकाहीँ यो घटनाहरू घटिरहेको हुन्छन् मण्डलीहरूमा, है, गिफ्टको विषयमा एकदमै धेरै तर्क वितर्कहरू भइराखेको हुन्छ। गिफ्ट मैले अस्ति नै भनिहालेँ, गिफ्ट सो मेनी काइन्ड्स अफ गिफ्ट, एनी गिफ्ट यु मे गेट, अल द गिफ्ट यु मे नट गेट, है। अनि वरदानहरूको विषयमा यो धेरै किसिमको वरदान हुन्छ भन्ने कुरा थाहा नपाउनेले अरूको मण्डलीले कहिलेकाहीँ स्वीकार्दैन, अरूको मण्डलीले रेस्पेक्ट गर्दैन, किन ऊ आफैले मात्रै स्वर्गदूत ठान्छ, है, आफूले मात्रै स्वर्गदूत ठान्छ। त्यसको निराकरण यहाँ के गर्छ, थिस्सलुनिकीमा पनि भएको छ। ओके, यो लाई सकौँ, एकजनाले यो पढिदिनुहोस् न। अघि माथि हुन्छ नै म गरिसक्यो पढिदिन्छु। तर हजुर। मुख्य सन्देश, ख्रिस्टको दोस्रो आगमन, ख्रिस्टमा आशा राख्नु। यी मुख्य पद पदहरू एक, नपढिराख्नुहोस्। ओके। 3, हाम्रा परमेश्वर पिताको सामने हाम्रा प्रभु येशू ख्रिस्टमा तिमीहरूका विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्तर सम्झन्छौँ। ओके, है, विश्वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्तर सम्झन्छौँ। इन द गाड, है, वर्क अफ फेथ, लभ अफ हार्ड वर्क, स्पिडनेस, है, निरन्तरता हुनु पर्यो ख्रिस्टको दोस्रो आगमनमा। यो 3वटा चिज हुनु पर्यो।
मान्छेले विश्वास चाहिँ उसको लभले हार्डवर्कबाट धैर्यताबाट प्रमाणित गर्न सक्नु पर्यो। त्यही कुरा चाहिँ यहाँ लेख्दछ दोस्रो आगमनको विषयमा। अनि थुप्रै पदहरू पनि छन्। के मुख्य पदहरू यिनीहरूलाई पनि धेरैले मान्छन्। जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ त्यसरी नै प्रभुले तिमीले एउटाले अर्कोसँग र सबै मानिससँग प्रेममा बट्ने र प्रशस्त भइरहने तुल्याउन्। यो माथि पनि लेखिसकेका छ। थेसलोनिकी 3:12 र 13 हो यो। यस हेतुले कि उहाँको सबै सन्तहरूको साथमा हाम्रो प्रभु यीशु ख्रीष्टको पुनरागमन हुँदा उहाँले हाम्रो परमेश्वर पिताको सामुन्ने तिमीहरूको हृदय पवित्र निष्कुटलाई स्थिर गराउन् भनेर 1 थेसलोनिकी 3:12-13 इट टक्स अबाउट द्याट। है यही कुराहरू यो पदहरूलाई पनि की वर्षको रूपमा धेरैले चलाउँछन्। र मैले भन्दै गरेका छु तपाईले पावल स्टल पढ्दा धेरै थोक बिर्सिनुहुन्छ भने पनि की वर्ष की थिम नबिर्सिनुहोस्। यु क्यान डु समथिङ। इफ यु फरगट की वर्ष एन्ड की थिम यु क्यान नट अन्डरस्ट्यान्ड, यु क्यान नट डु पावल एन्ड एपिस्टल वर्क इन योर लाइफ। होइन, पुस्तकको मुख्य सन्देश थाहा छैन म कसरी। कहिलेकाहीँ हाम्रो मण्डलीहरूमा बाइबलको गलत इन्टरप्रिटेसन हुने नै यो की थिम्सहरू थाहा नपाएर, प्रोपोजहरू थाहा नपाएर, कुन पुस्तक कुन प्रोपोजले लेखेको, कुन पुस्तक कुन मुख्य सन्देश बोकेर लेखेको भन्ने कुरा थाहा नगर्दाखेरि हुन्छ। कहिलेकाहीँ तपाईँहरू साथीभाइ कुरा गर्नुहुन्छ अनि भरै मैले त कुरै नबुझाएर यसो अहिलेसम्म भन्छौँ नि हामी, होइन? त्यस्तो भएको छैन नि तपाईँहरूले? साथी कुरा त गरिरहेछ, कोही हाँसिरहेछ, कोही छक्क परिरहेछ, कोही के भएको होला भनिरहेछ। अनि एउटाले भरै भन्नु साथीहरू के कुरा भने त अहिले पो बुझेँ बल्ल बल्ल, है बल्ल बल्ल अहिले पो बुझेँ भन्ने हुन्छ नि। त्यस्तै यो थेसलोनिकीको पुस्तकमा पनि बाइबलमा भएकै कुरा बट दे डोन्ट अन्डरस्ट्यान्ड वाट इज द सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट भन्ने विषयमा। ओके, हामी यो सन्देशहरूमा जानुभन्दा छोटो ब्रेक लियौँ। हामी 11:15मा क्लासमा आउँ ल। तपाईँहरू ब्रेक लिन सक्नुहुनेछ। 11:15मा हामी क्लासमा आउनेछौँ।